भनेको रोग लागेको धेरै पछि हुने कुरा हो हैन। हामीले हात्तीपाइले सोच्ने बित्तिकै यही दिमागमा आउने पिक्चर यही हो। हामीले हात्तीपाइले सोच्ने खुट्टा सुन्नेको, हात खुट्टा सुन्नेको, अन्डकोशहरू सुन्नेको भनेर सोच्छौँ। त्यही भएर सुरुमा चाहिँ यही फोटो राखेर हजुरहरूलाई देखाउनु पर्छ। किन देखाएको मैले एकछिनमा भन्छु। लिम्फेटिक फाइलेरियासिस भन्छ हात्तीपाइले भनेको फाइलेरिया भन्ने एउटा जीवाणुले गर्दा हुने हो। त्यसको जुन हात्तीपाइले रूप छ त्यसलाई चाहिँ लिम्फेटिक फाइलेरियासिस भन्छ। यो चाहिँ सबसे एन्डेमिक भनेको त्यो रातो देखाएको कन्ट्रीहरू भनेको तपाईँको ट्रपिकल क्लाइमेट इक्वेटर यो बिचको पार्टमा संसारको यो बिचको भूभागमा चाहिँ बढी चाहिँ तपाईँको देखिने गर्दछ गर्मी भूभागहरूमा। साउथ अमेरिका, अफ्रिका अनि त्यसपछि साउथ इस्ट एसिया। यसमा पनि सबसे बढी देखिने भनेको यो साउथ इस्ट एसियामै हो है। 83 कन्ट्रिजमा एन्डेमिक छ जुनमा चाहिँ एसियामा चाहिँ के अरे 120 मिलियन अफ दिस ह्याभ द डिजिज भने 120 मिलियन मान्छेहरूलाई फाइलेरियासिस छ। 120 मिलियनमा 80 मिलियन चाहिँ क्यारियर मात्र हो कि यिनीहरूले चाहिँ त्यो रूपमा जुन विकृतिको रूपमा तपाईँले देख्नुभयो नि त्यो खुट्टा सुन्नेको, त्यो अन्डकोश सुन्नेको, हात खुट्टा सुन्नेको त्यो देखिँदैन। यिनीहरू चाहिँ तपाईँको क्यारियर मात्र हो भनेपछि 120 मिलियनमा 80 मिलियन चाहिँ तपाईँको क्लिन क्यारियर मात्र हो। 15 मिलियनमा मात्र हात खुट्टा सुन्नेको देखिन्छ, 25 मिलियनमा अन्डकोशहरू सुन्नेको देखिन्छ है। भनेपछि मेजोरिटी प्रोपोर्सन जुन इन्फेक्टेड छ, मेजोरिटी प्रोपोर्सन जुनलाई चाहिँ यो रोग लागेको छ उनीहरूलाई देखिँदैन कि यो रोग लागेको छ भनेर। त्यो हाइड्रोसिल यही कारणले हुने कि अरू फ्याक्टर हाइड्रोसिल हुने कारण थुप्रै छ। एउटा कारण चाहिँ यसले गर्दा पनि हुन्छ हाइड्रोसिल। यसले गर्दा देखिने एकदम प्रभाव पर्ने खालको एउटा सिम्टम हाइड्रोसिल भएकोले त्यसलाई चाहिँ अलिक छुट्टै गरेर राखिन्छ है। 60% अफ द वर्ल्ड पपुलेसन 60% संसारको पपुलेसन यो इन्फेक्टेड पपुलेसन चाहिँ साउथ इस्ट एसियन रिजनमै छ है। हाम्रै रिजनमा छ। यही रिजन साउथ इस्ट एसियन रिजनमा फेरि इन्टरनल माइग्रेसन धेरै भएकोले यसलाई कन्ट्रोल गर्न पनि गाह्रो भन्छ। इन्डियाबाट नेपाल